यो चाहिँ यहाँको ट्रेन स्टेसन। यहाँबाट यहाँनिर एउटा सानो ट्रेन स्टेसन छ, तर धेरैपट्टि जोडिएको ठाउँ छ। यो सबैतिर भेट्छ यो स्टेसनले। अनि यो चाहिँ युनिभर्सिटी कलेज। यहाँनिर विभिन्न देश लगायत नेपालबाट आएको स्टुडेन्टहरू पनि धेरै मात्रामा यहाँनिर अध्ययन गरिरहेको अवस्था छ। म चाहिँ यो हर्सन्सको मेन गल्ली बजारको मेन गल्ली हिँड्दैछु। यहाँनिर यो चाहिँ यस्तो छ। यहाँ चाहिँ यो बाटोको छेउछाउ भएको रुखहरू सबै काटेर यस्तो अवस्था बनाइरहेको छ। एउटै छैन यसको हाँगा राखेको। यो प्रत्येक 2 साल 3 सालमा यस्तो काटेर यस्तो अवस्था बनाइदिन्छ, बिजोग बनाइदिन्छ कि यो रुखहरू काटेर। यस्तो छ। यहाँनिर चाहिँ यो हेर्दा टक्कै चाम जस्तो देखिन्छ, तर यसको बास्ना चाहिँ छैन। हेर्दा चाँपै छ। यो कस्तो राम्रो फुल छ। यो बास्ना बिनाको चाँप छ यहाँनिर। अहिले चाहिँ म यो डेनमार्कको एउटा ऐतिहासिक स्थलतिर जाँदैछु, जुन स्थल चाहिँ अहिले म उहीँ पुगेर भन्छु। यहाँ पनि यस्तै फुलहरू फुलिरहेको छ। ल अहिले चाहिँ मैले भनेको ठाउँमा आइपुगिसकेको छु। यो चाहिँ एउटा यो डेनमार्कको सबैभन्दा पुरानो जेल। यो 1853बाट सुरु भएर 2006सम्म चाहिँ यो बन्द गरेर केही टाढो यहाँबाट केही टाढो लगेर राखेको छ। यसलाई सारेको छ किनकि यहाँनिर यो जेल चाहिँ सहरभन्दा केही टाढा हुनुपर्छ भन्ने मान्यता रहेछ यहाँनिर। त्यसैले यहाँभन्दा 10 किलोमिटर पर लगेर सारेको छ। र अहिले चाहिँ यो एउटा यो प्रिजन जेल प्रिजन
म्युजियम बनाएर राखेको छ यहाँनिर। यो म्युजियम चाहिँ संसारकै ठुलो म्युजियम पनि भएको छ। 1847बाट सुरु गरेर 1853 बाट चाहिँ कम्प्लिट गरी चालु भएको जेल हो। यो चाहिँ यस्तो अवस्थामा छ। यहाँ चाहिँ अहिले यति बेला चाहिँ यो म्युजियम बनाएको छ। अनि यहाँनिर ठुल्ठुलो कन्सर्टहरू, कन्फरेन्सहरू, ठुल्ठुलो मिटिङहरू हुने गरेको छ। एकदमै ठुलो एरियामा छ यो, र एकदमै ठुलो जेल पनि हो। डेनमार्ककै सबैभन्दा ठुलो जेल पनि रहेको थियो। त्यो अवस्थामा अहिले चाहिँ यो चाहिँ म्युजियम बनाएर राखेको छ। यो वरिपरि वर्षमा एकचोटि दुईचोटि मेला हुन्छ। यहाँनिर धेरै ठुलो मेला हुन्छ। अनि ठुल्ठुलो कन्सर्टहरू पनि यहीँ नै हुने गर्छ। यो भित्र चाहिँ यस्तो अवस्था छ अहिले। यता यसको वरिपरि घुम्नलाई निकै टाइम लाग्छ। धेरै ठुलो एरिया छ। पहिला म 2-3 वर्ष 4 वर्ष जति यो घरमा पनि बसेको थिएँ। 4 वर्ष जति यहीँ नै कन्सर्ट हुन्थ्यो। यहीँतिर यहाँनिर यहाँ बस्नेहरूलाई यो कन्सर्टको टिकट चाहिँ फ्री हुन्थ्यो। यो म्युजियममा छिर्नुको लागि पनि टिकट फ्रीमा दिन्थ्यो। तर यति बेला भने चाहिँ पैसा लाग्छ। किनभने हामी यहाँबाट निस्किसकेका छौँ। यो चाहिँ घरमा म 4 वर्ष बसेको थिएँ। यस्तो छ यहाँनिर। माथिल्लोपट्टिबाट हेर्दा यस्तो देखिँदैछ यहाँ। एकदम ठुलो ठाउँ छ। एकदम ठुलो ठाउँ। यो कन्सर्टहरूको लागि पनि एकदम सफिसियन्ट ठाउँहरू रहेको छ यहाँनिर।
जुन यो जेल छ, यो जेलको एकदमै पूर्वपट्टि चाहिँ यस्तो गाउँ छ। यो चाहिँ गाउँ हो एउटा, यस्तो गाउँ छ यहाँनिर, एकदम राम्रो गाउँ छ भने यो देखेको यो सेतो चाहिँ एउटा होटेल हो। यो पनि ठुलो होटल छ। यो पनि यहाँ पनि ठुल्ठुलो कन्फरेन्सहरू, मिटिङहरू अनि ठुल्ठुलो प्रोग्रामहरू यहाँनिर हुने गर्छ, बिजनेस प्रोग्रामहरू। यहाँ माथि एउटा पोखरी देख्दै हुनुहुन्छ। यो पोखरी यस्तो घुमेर यो सिटीको झन्डै एक खनको घुमेको छ यो पोखरी चाहिँ। यस्तो ठाउँ छ यहाँनिर। राम्रो ठाउँ छ। यो पर देखिने यो कालो छाना भएको घरहरू जुन चाहिँ देख्दै हुनुहुन्छ, यो चाहिँ भर्खरै बनेको बस्ती हो। यो गाउँ 2 वर्ष मात्रै हुँदैछ यो बस्तीहरू बनिएको चाहिँ। यो बस्तीहरू बनिएको भर्खर 2 वर्ष मात्रै हुँदैछ। यो कालो छाना देख्नेहरू चाहिँ, यो रातो छाना भएकोहरू चाहिँ धेरै पुरानो पहिलादेखिको हो। यो तल्लो साइडबाट हेर्दाखेरि चाहिँ यस्तो छ यो फेरि। अहिले चाहिँ म त्यहाँबाट पनि निस्किसकेको छु र अब जाँदैछु म घरतिर।
यो घर जाँदै गर्दा यहाँनिर यो फुल फुलेको देखेर यसो कस्तो राम्रो रहेछ भनेर आजको लागि चाहिँ यति नै। अब फेरि अर्को भिडियोमा भेटौँला। अब चाहिँ म घर जाँदै गरेको ल है त। आजको लागि चाहिँ सबैलाई बाई।